2077 साल 1 महिना 5 गते सुनौलो भविष्य खोज्दै सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस छिरेका हामी 5 जना। एउटा उचाइ, मोटाइ र उसको शरीर देख्दा डरलाग्दो, देख्दा सोझो इमान्दार देखिए तापनि सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस भरिका सम्पूर्ण विद्यार्थी केटाकेटीहरू उसको एपीमा अर्थात् फेसबुकमा म्युचुअल फ्रेन्ड देखिहाल्ने। अर्को कपाल पालेको, कपाल लट्ठा परेको, मानौ 12 वर्ष वनवास तपस्या गरेर आए जस्तो मान्छे भने मान्छे जिस्क्याउनमा एकदम खप्पिस। उसँग केही कुरा गर्नै पर्दैन, मान्छे देख्यो कि उसले बोल्न सुरु गरिहाल्छ। अर्को उमेर हेर्दा 23-24 कटेको जस्तो, तर बानी भने 8-10 वर्षको बच्चा जस्तो। ऊ कलेज पुग्ने बित्तिकै उसको मुखबाट महान बाणीहरू निस्कन थालिहाल्छन्। उसलाई विश्वको धनी बिल गेट्स, इलोन मस्कदेखि लिएर भारतको बेङ्गलोरमा आफ्नै श्रीमती अर्काको पछि लागेको थाहा पाएपछि श्रीमतीलाई श्रीमानले माला लगाएर बिदाई गरिदिएको सम्मको सम्पूर्ण कुराहरू उसलाई थाहा हुन्छ। यस्ता राम्रा नराम्रा कुराहरूमा एकदमै खप्पिस। अर्को देख्दा उमेर पाको जस्तो लाग्ने, जसले जे बोल्दा पनि मुस्सा हाँस्ने र त्यो व्यक्ति सुदूरपश्चिम विश्वविद्यालयको 4 वर्षको यात्रा यिनीहरूसँग रमाइलो गफगाफ गर्दै हाँस्दै खेल्दै लगभग हामी अन्तिमतिर आइसकेका छौँ। अविस्मरणीय दिनहरू सधैँ हाम्रो सम्झनामा रहिरहनेछन्।